जादुगर्नीले आफ्नो पतिलाई जादुई शक्तिले उल्लु बनाएर जंगलमा भट्काइदिई र रानीको मृत्युपछि जादुगर्नीले योजना बनाउन सुरु गरिन्। ऊ राजाको अगाडि मासुमियतको मुखौटा लगाएर बस्न थाल्छिन्। अब उसको नयाँ लक्ष्य थियो राजासँग विवाह गर्नु। यसका लागि ऊ राजकुमारीको ध्यान आफ्नो तर्फ खिच्न थाल्छिन्। जादुगरनी आफ्नो मिठो कुराले राजकुमारीलाई बहकाइदिन्छिन् र भन्छिन् कि ऊ तब मात्र खुसी रहनेछ जब राजाले कुनै यस्तो स्त्रीसँग विवाह गर्नेछन् जसले उसको ख्याल राखोस्। र यसो भनेर ऊ आफै उदाहरण दिन्छिन् कि कसरी उनले राजकुमारीको ख्याल राख्नेछिन्। राजकुमारी उसको कुरामा आउँछिन् र आफ्नो पितासँग त्यो स्त्रीसँग विवाह गर्न जिद्दी गर्छिन्। राजा दुखी भएर विवाह त गर्छन्, तर एउटा शर्त राख्छन् कि यदि कहिले राजकुमारी आफ्नी सौतेनी आमा वा दिदीबहिनीहरूबाट असन्तुष्ट भइन् भने उनले कुनै गुनासो सुन्ने छैनन्। राजकुमारी यो शर्त मान्छिन् र उनीहरूको विवाह हुन्छ। जसरी समय बित्दै जान्छ राजकुमारी ठूली हुँदै जान्छिन् र धेरै सुन्दरी देखिन्छिन्। उसको सुन्दरताको चर्चा सबै राज्यहरूमा फैलिन्छ र धेरै नौजवानहरू उसँग विवाह गर्न इच्छुक हुन्छन्। तर कसैले पनि सौतेनी आमाका छोरीहरूसँग विवाह गर्न कुनै रुचि देखाएनन्। यसले रानीलाई धेरै रिस उठ्छ, तर उनले यसलाई लुकाएर राख्छिन्। एक दिन एक युवक जो एक राजकुमार थियो राजकुमारीको हात माग्न आउँछ। राजकुमार उसलाई मन पर्छ र उनले प्रस्ताव स्वीकार गर्छिन्। दुवै एकअर्काप्रति वफादार रहने कसम खान्छन्। रानी यो देखेर धेरै रिसाउँछिन् किनभने ऊ राजकुमारको विवाह आफ्ना छोरीहरूमध्ये कुनै एकसँग गराउन चाहन्थिन्। उनले मनमा ठान्छिन् कि उनले यो जोडीलाई कहिले खुसी रहन दिने छैनन्। केही समयपछि राजा लडाईँमा जान्छन्। राजा जाने बित्तिकै रानीले आफ्नो असली रूप देखाउन सुरु गर्छिन्। उनले राजकुमारीमाथि धेरै कठोर जुल्म ढाल्छिन् र उसकी सौतेनी दिदीबहिनीहरूले पनि उसलाई धेरै दुःख दिन्छन्। एक दिन राजकुमार शिकार खेल्न जंगल जान्छ र बाटो बिर्सिन्छ। तब रानीले आफ्नो जादुई शक्तिले राजकुमारलाई एउटा ब्वाँसो भेडियामा बदलिदिन्छिन् र उसलाई सधैँका लागि जंगलमा भट्किने श्राप दिन्छिन्।